guys, welcome to our channel. तपाईहरु नयाँ हुनुहुन्छ भने मेरो ब्लगमा स्वागत छ। अनि चाहिँ आज त म के लिएर आएको छु भन्दा बाइ द टाइटल बाइ द थम्बनेलबाट थाहा पाइसक्नु भयो होला किनभने म चाहिँ निकै दिन बाद आएको छु ब्लगमा। कपाल पनि कोरेको छुइनँ गाइस। अन्तखेरि चाहिँ अब लास्टसम्म हेर्दै जानुहोस् होला के हुन्छ कसो हुन्छ। मन पर्यो भने लाइक गरिदिनुहोस्, कमेन्ट गरिदिनुहोस्, सब्स्क्राइब गरिदिनु नभनिनु होला, अन्त शेयर पनि गरिदिनुहोस् गाइस। बाइ बाइ गाइस, आज यति नै हो। हेर्दै जानुहोस् होला मेरो ब्लग लास्टसम्म। गाइस उसलाई मैले सरप्राइज दिनुको लागि त भिडियो कल गर्नु भनेर भनेको थिएँ। मलाई कल गर्दाखेरि अन्त भिडियो कल उसले मलाई गर्यो है। मेरोबाट स्क्रिन रेकर्ड हुन्थेन, अन्त उसकोबाट गर्नु भनेर मैले सिधै उसलाई दिन देखाएँ। त्यो रेजिन फ्रेम चाहिँ मेरो उसको लागि सरप्राइज थियो है। सरप्राइज देखाउनुको लागि उता फर्क आँखा चिम गर भन्दै थियो। आँखा चिम गर्दै त्यहाँ हाँस्दै पनि थियो। अन्त मैले उता फर्क भन्थेँ, अन्त यो सरप्राइज देखाएँ। अन्त यता त भन्दा उसले हेऱ्यो। अन्तखेरि जसलाई पनि ठिकै लाग्यो अरे गाइस। चाहिँ अन्त मैले ह्यान्डमेड बनाएको आफूले नै गाइस। तपाईँलाई कस्तो लाग्छ के लाग्छ भनिदिनुहोस्। यो डिजाइन पनि मैले कहीँबाट अब त्यस्तो युट्युबबाट पनि हेरिनँ है, आफूले बनाएको छु यो रेजिन फ्रेमको। अन्त डेकोरेसनहरू अलिकति हालिदिएको छु। तपाईँलाई कस्तो लाग्छ मन पऱ्यो भने मलाई कमेन्टमा भनिदिनुहोस् होला है। अन्तखेरि यो त्यो फोटो त मेरो जोइन फोटो पनि थियो, तर बट अब जोइन फोटो पनि अब कहाँ पुगेछ अन्त मैले यो सिङ्गल फोटो हालिदिएँ, हाम्रो पास फोटो। अन्त यो चाहिँ मालाहरू अलिअलि थियो मेरो उफ्रेको, अन्त त्यही डेकोरेसन गरेर हालेको छु। अन्त यो चाहिँ अब सुकाउँछु भनेर चाहिँ मैले उसलाई भन्दै थिएँ। सुकाएर त अलिकति मेरो ड्राई भएको थिएन, अन्त मैले त्यो चाहिँ फुफु गर्दै थिएँ हो। अन्त अर्को पनि भिडियो लिएर आउँछु, त्यो चाहिँ फ्रेम ठुलै हुन्छ हो। अन्त त्यो त अब अहिले म भन्न सक्दिनँ, तपाईँलाई म देखाउँछु त्यति बेला नै। अन्त अहिले यति छ गाइज हो। त्यो फ्रेम चाहिँ अब ठुलोमा चाहिँ दामी देख्छ, फ्रेमै हो किनभने होइन। अन्त यो चाहिँ मैले फर्स्टमा बनाउँदै गर्दाखेरि अलिकति क्लिप लेख्थेँ, त्यो बनाउँदै छु हो। अन्त यति हो गाइस बनाएको। ऐना पनि छ, ऐना देख्न सक्नुहुन्छ। अन्त चाहिँ यो चाहिँ अहिले म सुक्नु दिएको फिलहाल। यो पनि हिजो यो कम्प्लिट भइसकेको छ हो। यो डल्लोमा छ, यो त अब चेप्टोमा छ। यो त अहिले भर्खर अघि मैले हिजो बनाइसकेको, तर ऐनाहरू चाहिँ मैले आज टालेको। अन्त यो भइसकेको छ हो। यो चाहिँ म कहाँ गएर राख्छु भन्दाखेरि चाहिँ यो त यता राख्छु म। यहाँको खाली छ हो। यहाँ त म कस्तो गरेर राख्छु भन्दा तपाईँले बुझ्नु भएन होला। बुझ्नु भएन भने म यहाँनिर यसरी सजाएर हुन्छ नि, ठाडो सजाएर यसरी सजाएर राख्छु। अन्त यो सजाएर राखेर चाहिँ अलिकति डेकोरेसन टाइपको देख्छ कि भनेर चाहिँ मैले यो गरेको छु। अब यो सुक्नु बाँकी छ, यो बाँकी भएपछि यहाँ राखिदिन्छु किनभने यतातिर त डल्लै फुल प्याक भइसकेको छ नि त। अनि त्यही भएर गाइस अहिले बाहिर भेट्छु। अनि चाहिँ मलाई घर बसी अल्छी लागेर चाहिँ के बनाऊँ भयो। यो ब्रेसलेट बनाएको छु मैले होइन। कतिवटा बनाएको छु भन्दाखेरि मैले लगभग 16वटा भएको छ मेरोमा ल है ब्रेसलेट। अन्त एउटा पनि आफू हातमा पनि लगाएको छु मैले। अन्त यो बेबीहरू भएको छ, लभहरू भएको छ। त्यही माला तपाईँलाई मन पऱ्यो भने भन्नुहोस् होला कमेन्टमा। यो पनि मैले आफै बनाएको, ह्यान्डमेडै बनाएको हो। सबै मैले ह्यान्डमेड। यसपालि चाहिँ तपाईँलाई कसरी देखाउँछु भन्दा ह्यान्डमेड बनाएर देखाएको छु। मैले यो फर्स्ट कामहरू गर्दै गर्दाखेरि चाहिँ मैले अलिकति यसरी नै भिडियो बनाउँछु भनेर सोचेर अलिकति लेख्थेँ नि त। अन्त यो त तपाईँलाई वेदर देखाउँदैछु मैले। वेदर त कस्तो घिनलाग्दो भएको थियो त्यति बेला है। अन्त अहिले पनि त्यस्तै छ वेदर त अब त्यही हो दिनै हो। एक दुई दिन घाम लाग्यो त्यतिकै भएको थियो। त्यहाँपछि चाहिँ त्यतिकै सक्यो गाइस। यो पनि मेरो ह्यान्डमेड इयरिङ्स बनाएको मैले। इयरिङ चाहिँ यो चाहिँ फ्रक नानीहरूलाई चाहिँ अब जामातिर लगाइदिनु मजाले सुहाउँछ भनेर चाहिँ मैले बनाएको थिएँ। अन्त यो पनि राम्रो छ, फुल भएको छ मेरोमा बटरफ्लाई, अन्तखेरि स्टार भएको छ, दामी छ। तपाईँलाई मन पऱ्यो भने लाइक गरिदिनुहोस्, सेयर सब्सक्राइब गरिदिनु नभुलेन। तपाईँलाई कस्तो लाग्यो भिडियो मन परेन होला, तर पनि मैले त्यतिकै मैले आफै बनाएको भनेर चाहिँ तपाईँलाई देखाएको थिएँ। अनि तपाईँलाई मन पऱ्यो भने चाहिँ लाइक गरिदिनुहोस् न ल। अनि बाइ बाइ गाइस, सी यु नेक्स्ट भिडियो है। अहिले त अलिकति टाइम छैन त्यही भएर ग्याप हुँदैछ ब्लग। अन्तखेरि अब आफ्टर मन्थ्समा चाहिँ कन्टिन्यू हुनेछ हो, ग्याप हुने छैन। अन्त यति नै छ गाइस, बाइ बाइ। अहिले त्यति नै छ। अहिले वेदरहरू पनि चिसो छ के भन्नु गाइस। बाइ बाइ गाइस।